ड्याङ बनाएर अनि रेडी बनाएर अनि पछि त्यसरी यसमा एउटा अलिकति ग्याप राखेर यसरी सब मिलाएर राखौँ यहाँ। पछि थाक्रो हाल्न काम लाग्छ यो बडी सिमीलाई, यो काँक्रोहरूलाई यति मिलाएर राखेपछि त्यहाँ आँपको पातहरू सबै लिएर आउँछ। त्यहाँ आँपको पात नझरिकन राख्नु, त्यहाँ आँपको चाहिँ मल हुन्छ त्यहीँ हुन्छ कि। ओहो के दह्रो हाने खनाइछ त सादा पानी परेको छैन, पानी परेपछि त्यो सुन्तलाको बोटा हान्ने पनि फेरि यता सानो यो सुन्तलाको बोट हो। यति खानु अनि त्यसपछि मजाले अलिक ड्याङस्याङ बनाएर राखौँ, अनि कहिले पानी पर्छ नि तैँले रोपौँला होइन। के थके लाग्यो तिर्खा लाग्यो ल खनम खनम अब खनौँ खनौँ खान त परेको नि। कोदाली हाल्छ ड्याङ बनाएर अनि रेडी बनाएर राख्ने, रेडी बनाएर अनि पछि कुन बेला के को बिउ पाइन्छ रोप्ने रोप्ने छर्ने त्यही त हो नि। ठिक छ ल मजाले के छ अरे मजाले खनम अलिकति भएन, अलिक गहिरो खन्नु पऱ्यो। भएन घर बनाउनु जखनी आएर गहिरो खन्नु, गहिरो खन्नु पऱ्यो। घर बनाउनु जखनी पुरा नगर्नु भाइ, साह्रो छ। साह्रो छ, अलिक पानी पानी आयो भने अलि हुन्छ। पानी आएछ नि ठिक हुन्छ। ल्याबियो खै काँक्रो र खोर्सानीको खै प्लास्टिकमा हालेर प्लेटमा ल्याएर सजिलो हुन्छ नि। अहिले मोलसल पऱ्यो भने काँक्रोको नि अब ट्याक्कै त्यहाँ एउटा सिङ्गाले यसरी धर्को तान्ने है, म सिकाउँछु त्यसो गर्दा म त बनाउँदै गर्छु। अब त्यहीँ राख्ने, अब एउटा सिङ्गाले काँक्रो नि राख्ने अहिले। अब यसरी धर्को बनाउने, यसरी यसरी सर्र धर्को बनाउने, पखना यसरी यसरी सर्र धर्को बनाउने, अनि त्यति ग्यापमा टक्क 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 एकवटा अनि पछि सर्लक्क उम्रिन्छ अनि हाल्ने। खैरको ल्याउँदै खोर्सानी ल्याउँदै अब टक्क यसरी यसमा एउटा अलिकति ग्याप राखेर यसरी चारवटा पऱ्यो त्यो पनि डबल परेको ठाउँमा यसरी निकाल्ने, झरेको यसरी निकाल्ने, यसरी ग्यापमा सर्लक्क सर्लक्क एउटै मात्र हाल्नुपर्छ। अलिकति ग्याप यसरी यसरी राख्ने, यसरी यहाँ यसरी यहाँ यसरी यसरी राख्दै हुने है। ल त्यसरी म यत्रो यहाँ ड्याङ बनाउनु माग्छु गर्नु माग्छु सबैको बिउ राख्नु परेन अनि त्यसरी कहाँ हुन्छ तिमी गर्दै गर। हो के गरेर हो मुला है डुकु साइडको मुला मजाले बारीमा काम गरियो हैन, खरेर आएर पुरै मुख पनि सुक्यो। अब मजाले यो पखाल्यो खै मुला खाने अनुहार हेरौँ अनुहार कतिको छ नि, यहाँ अर्को छ है यो चाहिँ डुकुवाला जस्तो है। डुकुवाला हो यो, यस्तो हो नि त मेहनतको फल हो नि त। त्यसले दिउँसो रोप्यो खन्यो, यो चाहिँ फेरि आज रोपेर आज फल्ने हाल्ने अस्ति नको अझ कति रोप्ने बाँकी छ भन्छ होइन। आज के रोप्यो अहिले खोर्सानीको बिउ राख्यो, भेन्डाको बिउ राख्यो, अनि के को काँक्रोको बिउ राख्यो। अब बेलुकातिर मुलाएर पनि घिरो होला, हेरेर रोप्नुपर्छ। घिरो होला ठिक छ ल मिठो हुन्छ है। मिठो हुन्छ नि घाममा बसेर अहिले खाइन्छ गाइज। ल हजुरहरूलाई पनि खाने भए आउनुहोस् हाम्रो घरमा मुलापाटी हुँदैछ, हजुरलाई इन्भाइट छ ल। ओके नुन खोर्सानी तयार भयो। यता मुला लमाम मजाले डाँठसहित पुरा उसमा मजाले खराब पाइ खान्छु है त यसरी नै खाना सुरु गरेको खाना है। अब मुला यो नि आफ्नै बारीमा फलेको मुला मिठो। त्यो पनि खाने हो सबै साग पनि सब खाने हो नखानु नि ल ठिक छ। यो भनेको अगाबाट खोर्सानी खै खोर्सानी हेरौँ। अगाबाट खोर्सानी ओके अलिकति तिमुरको थोप नुन र बिरेर नुनको मिक्स अलिकति चाप्रामला मुलाको डुकु साइडको मुला अनि यसरी नुन चोपेर म अलिक खान सक्दिनँ म चाहिँ है त। मुला मिठो होइन डुकु साइडको डाँट साइडको ल ठिक छ खामुलाई खाँदा यही हो आजको हाम्रो होइन त। जाउँ न मलाई ढाड दुइसक्यो अब के गर्नु।
सर्लाको यति टिप्नु साग के चम्सुर पालुङ्गो होइन चम्सुर यताको टिप्ने पालुङ्गो छोडिदिने होइन यहाँ आन्छ पालुङ्गो छिप्नु लाग्छ यताको टिप्ने अनि यहाँ मेथी टिप्नुपर्छ अलिअलि मेथी पनि भइसक्यो मिक्स गरेर नि भुट्ने हो मजाले त्यो चम्सुर मात्रै टिप्यो यहाँको चाहिँ यहाँको चम्सुर मात्रै पालुङ्गोमा यता पालुङ्गोमा यहाँको टिप्छु यहाँको छिप्नु लाग्छ डाँठा आइसक्यो हुन्छ भोलि बिहान पनि चाहियो अहिले पनि चाहियो के ल्यायो आफू के काउली चाहिँ सब टिपेर ल्या साग भयो काउली त बाटै ल्याएछ त भाइ एक बाटै टिप्यो काउली यत्रो काउली टिपेर नि कहिले हुन्छ त्यो सुकाइदिने हो अस्ति सुकाएको यति भयो अस्ति सुकाएको यति भयो अब बेला के झऱ्यो त्यो मिलाउ न बाबु नआउने बेला लिन्जान पनि बेला होला तिमी साग खेलाउँदा गरेर म काउलीको व्यवस्था म गर्छु हुन्न साग खेलाउँदा गर्थ्यौँ त्यो साग खेलाउँदा लसुन बेलुका गत पकाउने भने हेर साग त साग र काउली ठिक छ ल खेलाउँदै गर नि बिस्तारै म चक्कु ल्याएर नि साग काट्छु के काउली काट्छ होइन त्यसलाई उयो गर्ने आज होइन अस्ति गरेर यसरी गर्ने मिलाएर काट्छु म तिमी गर्दै गर न त्यता रुपियाँ छ नि बेसार रुपियाँ छ नि फेरि यहाँ कुनामा उता त सिङ्गा गाडेको छ नि त्यहाँ हो त्यहीँ राख त्यहीँ राख हाल न हाल सुइसी हाल त्यो सिङ्गा गाडेको चाहिँ अरू झ्याप्पा हाल उता सिङ्गा हो त्यहीँ हो त्यो मुनि यता उता त्यो खाल्डो जस्तो भएको छ नि त्यहाँ त्यो सिङ्गाको अगाडि हेर नि यता होइन हो त्यहाँ हो त्यता सुइसी दुई जग हाल्यो त उता सिङ्गा पछाडि थियो हो त्यहाँ झ्याप्पा हाल्दा चाहिँ केही गर्नु पर्दैन अन्त अहिले बाहिर निक्ल्यो भने काट्नु ल भयो बाबा यतापट्टि सिङ्गा छ ऊ ए त्यहाँ अगाडि हेर नि सिङ्गा कस्तो नदेखे सिङ्गा गाडिया छौ भन्दैछु पखान हाल त्यो फुको माटो भयो त्यही भएर होइन हौ तिमीहरूसँग घडी छैन टाइम भइसक्यो भात खाएर उ अघि त्यत्रो बोलाएको माथिबाट कोही सुन्दैन यिनीहरू त ढिला भइसक्यो ढिला ल माम्सेलाहरू गरिसकेछ ल हिजोको तरकारी भने क्या उसँग राखिदिएको भए हुन्थ्यो भने क्या तात्दै गर्थ्यो नि त ल यहाँ लुगा सुकाउनु बाँकी छ एकपल्टै लुगा छ यहाँ लुगा सुकाउनु चाहिँ पहिला भात खानिदिउँ स्कुल पुऱ्याउँ त्यसपछि मजाले दिउँ त्यो सेलाइसक्यो होला त्यत्रो बोलाएको सुन्ने होइन सेलाइदिइसकेको साग छ सागको तरकारी अचार नि बनाइदिएको छ यो हिजोको पिरो मुलाको अचार मुझे चाहिँ नखाउँ यो पिरो हालेको छ क्या हिजो के रहेछ पानी भयो पानी हो त्यो पानी हाल्दै पानी त्यो किल्तीमा छ पानी के भयो त्यो सर्लक्कै बसेर गरौँ सर्लक्कै बसेर त्यो ठुल्ठुलो कपी पछाडि हालौँ सानो कपी अगाडि हालौँ डायरीहरू टक्कै मिलाएर हालौँ त्यो खाँदेर हाल्ने गुन्द्रुक खाँदैछ मिलाइ हाल्नुपर्छ त्यत्रो सानो के सबै कति हालेको छ त्यो धेरै होइन क्या त्यो मिलाइ हालौँ सबै च्यातेर गरेछ त वाटर बोतल यहाँ रेडी छ झलो केही हुन्न फोहोर मात्रै हुन्छ केही हुन्न अरू त बिहा निकाल्नुपर्छ सबै बिहा ननिकालेको हुँदैन कुन रातो बिहा त रातो छ त त्यो बोक्रा उम्रिन्छ त त्यो मात्रै राख्नु त्यो अहिले खानु भइहाल्छ नि एउटा उस साइडमा राख नि त्यो होइन गाइजहरू अब एउटा खानु हुन्छ नि त्यो बिहाको बिउ राख्ने बोक्रा खाने बिहाको बिउ राख्ने ल यो बोक्रा खाने सर्लक्कै हालेर राख बिहा निकाल अहिले मजाले घाममा सुक्छ अनि घाममा सुक्छ अहिले तिमी त्यो भाँडा मान्दै उगाउने बेला गइहाल्छ नि त्यसो भए बिस्तारै गर न त्यो लुगामा उछिट्यो खोर्सानीको बिहा राख्नलाई गाइजहरू खोर्सानी केलाई हुँदैछ कसले हेऱ्यो
टन्नै भइदियो हो त्यो फुटाइसकेको हाल न कोही उम्रिन्छ नउम्रिने हेरौँ है कति पाइन्छ अब त्यति पाइन्छ छैन पुजा खै हाटेर पुग्छ क्या त्यति उम्रियो भने त वालचाल हुन्छ त फेरि होइन भयो भयो त्यति मात्रै गरौँ यति भयो भने वालचाल हुन्छ कम धेरै हुन्छ त्यही उम्रियो भने त पुगिहाल्यो नि यतिको भाँडा त मागिसकेको रहेछ त हजुर खोइ त अनि अरे भर्खरै पिरो त गयो खोर्सानीको फेरि पिरो होला नि हाल्नु पऱ्यो पिरो त गयो गदको नामले भिज्यो कि भिजेन लगभग भिज्न चाहिँ भिजेछ एकछिन घाममा फेरि अहिले घाममा राख्दैन फेरि भोलिलाई हुन्छ अहिले पकाउने मात्रै घाममा राखिदियो नि त नभए अड्कलेर घाममा राख्यो भोलिपल्ट त्यही भिजिरहन्छ नि एक कचौरो चाहिँ कति चाहिन्छ धेरै चाहिँदैन होला बढी पनि त हुन्छ भोलि पनि हुन्छ त्यत्रो राख्यो भने त्यो ढाडिँदा जान्छ फेरि हुँदैन त्यति त चाहिन्छ त पुग्दैन कि फेरि एक थरी मात्रै पकाउने अलिकति साग त भुटौँला अलिकति धेरै नबनाउने बाँकी पातलो नबनाउने ठिक्क बनाउने अनि खाने त्यही हालेर अघि नै एकचोटि हालेर पिरो हुन्थेन ल झरी गनी सबैलाई झरेको छोडिदिएर त्यही त होइन त्यो पछि अब यो अलिअलि त्यसमा अस्तिको पनि बाँकी छ अन्त एकैचोटि पिनुला भनेर क्या त्यो बाँकी भएको त्यहाँ अलिकति बाँकी छ हजुर त्यही भने एकैचोटि हुन्छ के हो यो तरकारीहरू अच्छा तरकारी